अहिले भने त्यो बुहारीलाई चाहिँ झन् एकदम लासो नाना लासो बेना टाढै पुगेर आउनुभयो बजारसम्म पुगेर आएको सुन किनेर आएको होइन पुरानै सुन हो घामले टल्केर झल्ल भइरहेको सफा गरेको बुहारी नयाँ जस्तै देखिने रहेछ के अब सफा गर्दा नि कति महँगो हौ 1 लाख पो लाग्दो रहेछ ए अस्ति तपाईँको भाइको कान बिरामी हुँदाखेरि 2-4 हजार दिनु न नाना भन्दाखेरि त छैन भन्नुभयो अनि अहिले चाहिँ सुन किन्नलाई चाहिँ पैसा रहेछ नाना पैसा नै थिएन नि बुहारी हामीसँग हिजो मात्रै चिट्ठा परेको हो त भ्याट चौचो खोलेको द्याङ्ग 2 रुपियाँ परेको हेर न बिचमा बोलेको टोपी अलि मिलाएर लाऊ हामी अहिले गयौँ है बुहारी होइन तेरो आमा पर्व तिर्नु भनेर भोग हिँडेको थियो त तर कहीँ पनि छैन त कसको खेतमा गयो त म चाहिँ खोज्न सक्दिनँ है अब उपेला खोजी खोजी ल्याएर छोरो जन्मायौ अहिले चाहिँ खोज्न सक्दिनँ भनेर पाउँछौ चुप्लाई नै मलाई बाटो बन्छ ल मेरो बुढी त खाली पेटमा पो आएर बङ खनिरहेर गाँठे यस्तो खाली पेटमा कोदालो खनेर हिँडेर हुन्छ एकछिन बसेर म आइहाल्थ्यो त एकछिन पर्खेर तिम्रो के जान्थ्यो कति यसो भनेर हुन्छ दाइ अस्ति म यिनकोमा पर्व लाउन जाँदा कति काम गरेको थिएँ आज मेरो पर्व तिर्ने बेलामा चाहिँ ढिलो आएर हुन्छ अस्ति हामी 2 जना मिलेर यति बेरसम्म 15वटा टिकटक बनाइसकेका थियौँ आज यति बेर भइसक्यो एउटा पनि टिकटक बनाउनु पाएको छैन खनेर मात्र हुन्छ दाइले बोल्नु पर्यो नि सानै छ खेत सानै छ बारी सानै छ जान नगरी काममा पुग्दैन खाना साँझ र बिहान भन्नु पर्यो नि ए रोनाल्डो भनेपछि यो टिकटक खिच्ने पर्व भयो यहाँ ढेँडो ल्याएछु ढेँडो खिच अनि टिकटक कति खिच्नुपर्छ नि खिच घर कसरी चलिरहेको छ खाने के हो कसो के ठेगान छैन टिकटक बनाउनु बिचमा फिरेर ल ल ल सुरु गरौँ ल सानो छ खेत सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान